दर्शकबिनहरू नमस्कार। यति बेला हामी गुराँस गाउँपालिकाको डाँडामा जङ्गल सफारीमा छौँ। हामी विभिन्न शनिबार तथा बिदाको दिन हामी यसरी नै सधैँ नै गाउँपालिकाका मौजुदा साथीहरू मिलेर घुम्ने रमाउने कार्यक्रम गर्छौँ। यसैबिच यति बेला हामी चाहिँ 4 जनाको टोली गुराँस गाउँपालिकाको टपमा आएका छौँ। एकदमै रमाइलो भएको छ। के छ ललित सर तपाईँको धारणा के राख्नुस्? एकदमै रमाइलो फिल भइरहेछ। एकदम चिसो चिसो हावा खान पाइरहेछौँ हामी। अनि यसरी घुम्न पाउँदाखेरि चाहिँ एकदम ह्याप्पी फिल भइरहेछ। धन्यवाद। अनि के छ हाम्रो वरिष्ठ लेखा अधिकृत सरको एकदम कस्तो रमाइलो फिल भइरहेछ? यो चाहिँ गुराँसे यो रानीमाताको डाँडा छेउछाउका चाहिँ गाउँ बस्तीहरू हामी चाहिँ एक्सप्लोरिङ गर्ने चाहिँ क्रममा छौँ अहिले। हो, अघिल्लो हप्ता पनि हामीले भ्युचुलातिर एक्सप्लोरिङ गरेका थियौँ। रमाइलै भयो। ठिक छ ठिक छ। हावा पनि एकदम चिसो छ। त्यसैको बावजुद पनि हामी घुमिरहेका छौँ। पछाडिबाट आउँदै हुनुहुन्छ हाम्रो शिक्षा अधिकृत नारायण ढकाल सर। के छ नारायण ढकाल सर तपाईँको? यो के छ भन्दाखेरि हामी गुराँसमा 6 वर्ष बसे पनि यो ठाउँमा चाहिँ अवलोकनमा आएर हेर्नुहोस् है सरहरूसँग त्यो नेतृत्व चाहिँ मेरो कारणले है। वरिष्ठ सरको नेतृत्वमा हामी घुमेर रमाइलो गर्ने रमाइलो भने जस्तै मौजुदा साथीहरू चाहिँ यसो रमाइलो गर्ने भनेर आज बसिएको छ। धन्यवाद नयन हस्, धन्यवाद। तपाईँहरूलाई हामी फेरि पनि अरू अपडेट दिने नै छौँ। हाम्रो सम्पर्कमा रहनुहोला। धन्यवाद। धन्यवाद।